आज म बनाउँदैछु च्वाचे चुचु पोर्कको मासु जे भने पनि त्यही नै हो। म चाहिँ सधैँ पोर्कलाई चाहिँ बोइल गरेर मात्र पकाउँछु। पानीमा नुन बेसार अनि भिनेगर हालेर राम्ररी बोइल गरिदिने अनि सबै फोहोरहरू चाहिँ फाल्दिने अनि राम्ररी एकचोटि पखाल्ने के। पखालिसकेपछि चाहिँ कराईमा तेलै नहालिकन त्यो पोर्क राख्नु भए पनि हुन्छ। पोर्कको आफ्नै त्यो फ्याटहरू जम्मै निस्किन्छ। तपाईँलाई कतिको क्रिस्पी खान मन छ त्यो हिसाबले फ्राई गर्नु। अनि त्यसपछि चाहिँ त्यसमा हरियो खुर्सानी प्याज अदुवा लसुनको पेस्ट बेसार हालेर राम्ररी चलाइदिनु। पोर्क पकाउने सबैको आफ्नो आफ्नो तरिका हुन्छ। म चाहिँ यसरी पकाउँछु किनकि यसरी पकाउँदाखेरि चाहिँ अमन्न हुँदैन कि पोर्क खाँदा। प्याज राम्ररी पाकिसकेपछि यसमा सबै धुलो मसलाहरू राखिदिनुहोस्। जिरा धनियाँको पाउडर चिली पाउडर अनि त्यसपछि गरम मसला र कश्मिरी धुलो खुर्सानी थोरै तिमुर पनि हालिदिनु अनि एकदमै मिठो स्वाद आउँछ कि पोर्कमा। सबै मसलाहरू राम्ररी पाकिसकेपछि यसमा टमाटर र नुन हालिदिनुहोस्। नुन हालेर टमाटर मजाले गल्छ नि त अनि यसलाई राम्ररी छोपेर पकाइदिनु। हाम्रो पोर्क चाहिँ अलमोस्ट रेडी नै भइसक्यो। तपाईँहरूले यत्तिकै ड्राई खानुभए पनि हुन्छ। ड्राई खानु मन छ भने चाहिँ यत्तिकै खाँदा पनि हुन्छ। अरू ग्रेभी खानु मन छ भने चाहिँ थोरै पानी राखेर ग्रेभी बनाउनु भए पनि हुन्छ। लास्टमा थोरै कसुरी मेथी हालिदिनुहोस्। मैले चाहिँ ग्रेभी खानको लागि पानी पनि हालेँ र हाम्रो एकदमै मिठो पोर्क इज रेडी।